एरन बेनाको हैन के गर्ने युट्युब च्यानलमा जन्म घर आको सिलिङ कोटगाउँ जान लागिरहेको छौँ हामी यसरी उर्सी भिडियो बनाइ हामीलाई चाहिँ यसरी भारी बोकाउन लागिरहेको छ गाइजहरू भएको छ एरनलाई कराएर म चाहिँ मेरो छोराको मम्मी हो म चाहिँ यो भाइको यो भेना हाम्रो भेना हो देखाउनु भेना के देखाएको यो हाना चाहिँ नभित्र लगेला आधी घन्टा जति ओह्रालो हिँड्नुपर्छ हाम्रो गाई हाम्रो गाउँमा त गाडी पनि आउँदैन त्यही भएर हामी हिँड्दै जानुपर्छ साथीहरू गाई चाहिँ साथीहरू चौतरामा बस्छौँ हामी गाई एकछिन गीत गाउँदै गइरहेको छु ल बोका अब यो चाहिँ मेरो भदै हो गाइस भोटे मेरो भाइ हो यो भोट्ला मेरो जस्तो अनुहारै छैन हाम्रो गाई यो भोटे मम्मीको वाटुका हामीले चाहिँ एउटै ब्रास्लेट किनेर लगाएको गाई तर मेरो चाहिँ कलर फरक छ कलर पनि फरक छ डिजाइन पनि फरक छ कहाँ छ डिजाइन गोरो त हेलो गाइज के खा भनेर भने नि म यहाँ पिचकारी खा हो गाइज यहाँ धेरै घाम लागिरह गाइज यो काले धोतीले यहाँ खाइरह अझै हाँस्दै बसिरह यसले एक लात दिनुपर्ने गाइज ओए पानी हो ये खेल्यो होली गाडी आयो त्यो गाडी गयो होला है गाइज हाम्रो घर जान लाग्यो एउटा गुइन्टीले चाहिँ गीत बजाइरह खोइ मलाई देखाउँदै देखिस तयारी के गरे माथि माथि देखाएर यो चाहिँ एसी दिएर आएको हो भन न आज चाहिँ हामीलाई चाहिँ एकदम खुसीको कुरा छ किनकि हाम्रो आज दुईजनाको यो र काले भाइ र यो पास भएको छ गाइजहरू नाक ठुलो भयो के गाइजहरू यो लगाएर नाक ठुलो भइसक्यो यसको एउटा काले फेरि हाँस्दै बसिरहेको गाइजहरू हेर्ने होला यो पास भएको मान्छे त्यो चाहिँ खुसी भएर टाउको ठुलो भएको छ अनि यसको न्याको कपाल पनि उडे है यसको चाहिँ नाकमा फुली छ तै जा हामी त जाँदैन यस्तो ठुलो चप्पल किन्दै त्यो 4 48 कति 40